नेपाल भौगोलिक विविधता भएको कृषि प्रधान देश। यही विविधताभित्र हाम्रा किसानले फलाएका छन् स्वाद र गुणस्तरले भरिपूर्ण उत्कृष्ट नेपाली आलु। आज यही आलु नेपालको पहिचान र नयाँ सम्भावना बनेको छ। किसानको पौरख हाम्रो गौरव पहिचान सहित आएको फर्स्ट चोइस फुड्स नेपालकै पहिलो र एकमात्र फ्रेन्च फ्राइज उद्योग हो। नेपाली हावा, नेपाली पानी, नेपाली परिश्रम, नेपाली आलु अनि नेपाली स्वादले भरिपूर्ण फर्स्ट चोइस फुड्सका उत्कृष्ट र स्वादिष्ट उत्पादनहरू विदेशी खाद्य आयातको विकल्प मात्र होइन, पहिलो प्राथमिकता नै हो। दशौं हजार किसानलाई नयाँ आशा दिएको यो उद्योगले किसानहरूलाई आलुको समुचित मूल्य मात्रै होइन, भविष्यको भरोसा पनि दिलाएको छ। पाँच बिघा क्षेत्रफल, 60,000 स्क्वायर फिटको प्लान्ट, 2 अर्ब भन्दा बढी लगानी, जहाँ नेपाली निजी क्षेत्र, बैंक र लगानीकर्ताको साझा सपना समेटिएको छ। हामीले सुरु गरेका छौँ यस्तो यात्रा जसले नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने मात्र होइन, संसारमा मेड इन नेपाललाई सम्मानको प्रतीक बनाउनेछ। वातावरणप्रति उत्तरदायी भएर हामीले बायोमास बोइलर र एफुलेन्ट ट्रिटमेन्ट प्लान्ट स्थापना गरेका छौँ। उत्पादन मात्र होइन, वायु र जल प्रदूषण रोकी भविष्यप्रतिको जिम्मेवारी पनि हाम्रो प्राथमिकता हो। एग्रो इकोलोजिकल जोनहरू समावेश गरी विभिन्न जिल्लामा हामीले परीक्षण गरेका थियौँ र सोही परीक्षणको नतिजा अनुसार हामीले उद्योगका लागि प्रशोधन गर्न उपयुक्त 3वटा जातका आलुहरू चाहिँ छनौट गरेर दर्ता समेत गरेका छौँ र किसानहरूलाई हामीले प्रदान गर्दा सोही 3वटा जातका आलुहरू प्रदान गर्छौँ र त्यस सँगसँगै उद्योगले सुरुवाती चरणदेखि किसानहरूलाई खेती प्रविधि, ओसार पोसार र भण्डारण ज्ञान समेत उद्योगले उपलब्ध गराएर उहाँहरूको उत्पादकतामा वृद्धि ल्याएका छौँ, जसले गर्दाखेरि किसानहरूको जीवनस्तरमा समेत सुधार आएको छ। नेपालका विभिन्न क्षेत्रबाट उद्योगमा आइपुगेको आलुको प्रशोधन यात्रा सुरु हुन्छ रिसिभिङ जोनबाट, जहाँ गुणस्तरीय आलु छानेर प्रशोधनमा राखिन्छ। यसरी अगाडि बढेका आलु प्रशोधित शुद्ध पानीबाट धुने काम गरिन्छ र त्यसपछि पानीको बाफ प्रयोग गरी आलुका बोक्रा निकालिन्छ। अब आलुमा हुन सक्ने सम्भावित बाय डिफेक्टलाई निरन्तर अनुगमन गरी हटाउने काम गरिन्छ। सफा र गुणस्तरीय आलु अत्याधुनिक प्रविधिको प्रयोग गरी फ्रेन्च फ्राइजको आकारमा काटेर निगरानी सहित ब्लान्चरतर्फ अगाडि पठाइन्छ। स्टार्चको मात्रा हटाउन र आलुको स्वाद बचाइराख्न यसलाई ब्लान्चिङ गरिन्छ र आवश्यकता अनुसार सुकाइन्छ। अब आलुका स्ट्राइप्सलाई गुणस्तरीय तेलमा निश्चित तापक्रममा पार फ्राई गरे पश्चात फ्रिजिङ गरेर प्याकिङ सेक्सनमा पुर्याइन्छ। यो उत्पादन प्रक्रियाभरि नै कुनै रसायन र प्रिजर्भेटिभ्स प्रयोग गरिँदैन। कच्चा पदार्थ उद्योगभित्र प्रवेश गरेदेखि प्रशोधनको प्रक्रियामा हुने हरेक चरणमा गुणस्तरको सुनिश्चितताको लागि उद्योगको अत्याधुनिक प्रयोगशालाबाट निरन्तर निगरानी हुन्छ। QC सर्टिफाइड भएपछि मात्र यो हाम्रा उपभोक्तासम्म पुग्छ। फ्रोजन फ्राई प्याकिङ गरी आधुनिक फ्रोजन च्याम्बरमा राखिन्छ। पछि आधुनिक फ्रोजन च्याम्बरमा -18 डिग्री तापक्रममा राखिन्छ, जहाँ स्वाद र गुणस्तर जस्ताको त्यस्तै रहन्छ। अन्ततः यो यात्रा पुरा हुन्छ हाम्रो डिस्प्याच वेमा, जहाँ प्रत्येक बाकस ध्यानपूर्वक र सटिकताको साथ लोड गरिन्छ, चाहे स्थानीय बजार, अन्तर्राष्ट्रिय निर्यात या संस्थागत ग्राहकहरू हुन्। हाम्रो वितरण टोलीले समयमै तापमान नियन्त्रित रूपमा फ्रेन्च फ्राई डिस्ट्रिब्युटर हुँदै उपभोक्तासम्म पुर्याउँछ।
फर्स्ट चोइस फुड्समा खाद्य सुरक्षा र स्वच्छतामा कुनै सम्झौता हुँदैन। हामी केवल खाना मात्र होइन, विश्वास, गुणस्तर र निरन्तरता प्रदान गर्छौँ। हामीसँग BRC-GS को अन्तर्राष्ट्रिय प्रमाणपत्र छ। हामी अमेरिकी FDA मा दर्ता भइसकेका छौँ। हामी फ्रेन्च फ्राइज भारत निर्यात गरिरहेका छौँ र मलेसिया, साउदी अरेबिया, UAE जस्ता देशमा निर्यात गर्ने तयारीमा पनि छौँ। फर्स्ट चोइस फुड्सले किसानलाई बजार दिएको छ, युवालाई रोजगारी दिएको छ र आयात घटाएर मुलुकलाई आत्मनिर्भर पनि बनाउँदैछ। नेपाली उत्पादनलाई विश्वमा चिनाउनु हाम्रो सपना हो। किसानको पौरख हाम्रो गौरव, मुख्य नारा हाम्रो त्यही नै हो। र हाम्रा लगानीकर्ताको चाहना पनि के हो भने नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र त्यसबाट उत्पादन भएको वस्तुलाई ल्याएर प्रशोधन गरेर फ्रेन्च फ्राइज लगायत आलुको परिकार रूप बनाउने र देश तथा विदेशी बजारहरूमा चाहिँ बिक्री वितरण गर्ने र देशको अर्थतन्त्रलाई टेवा पुर्याउने मुख्य उद्देश्य नै हाम्रो यति हो। फर्स्ट चोइस फुड्समा हामी किसानको पौरखलाई नै हाम्रो गौरवको आधार मान्दछौँ र नेपाली उत्पादन र सिपको संयोजनबाट बनेका उत्कृष्ट फ्रेन्च फ्राइज नेपालीको घर घरमा पस्किन पाउँदा हामी गौरव महसुस गर्दछौँ।